दिनुभएको एकमात्र छोरी अनिताको सम्बन्धमा हामी यहाँ जम्मा हुन मौका अनुसार पाएका छौँ। यहाँनिर जम्मा हुनुको अर्थ चाहिँ के हो भन्दाखेरि परमेश्वरको वचन अनुसार हाम्रो माटोको शरीर भएको हुनाले माटोमा मिलान गर्नुपर्ने अनि आत्मा चाहिँ परमात्माले परमेश्वर घरमा लैजानु हुने कारणले गर्दा आज हाम्रा छोरी अनिता एकमात्र छोरी एकमात्र आशाको केन्द्र हाम्रा मिलन दाजु र ज्ञानु दिदीको बिचमा दिनुभएको छोरी एउटा आशाको कारण हुनुहुन्थ्यो। उहाँ चाहिँ जन्मेको मिति चाहिँ 2058 साल वैशाख 8 गते जन्मिनु भएको रहेछ अनि उहाँको जन्म अनुसार आज बिहान 11 बजेतिर यो 2083 सालको असार महिनाको 13 गते करिब दिउँसो भनेर पनि बिहानी पख 11 बजेको समयमा आफ्नो महिमामा उहाँले लाग्नुभयो। त्योभन्दा 3 महिना अगाडि प्रभु येशूलाई मुक्तिदाताको रूपमा उहाँले स्वीकार गर्नुभयो। यो सत्यको वचन मुक्तिको सन्देशबाट सुनेर परमेश्वरको वचन सुनेर आफ्नो जन्म कर्मकै पापलाई स्वीकार गरिकन पाप क्षमा मागिकन उहाँले अनन्तको घर जाने बाटो सत्य र जीवनलाई चिन्नु भएको थियो। यसै कारण उहाँको पार्थिव देहलाई यो परमेश्वरको वचन अनुसार दफन संस्कार मिलेको छ। यो दफन संस्कार अघि नै पनि हामीले हेर्यौँ कि सबै मान्छेको निम्ति एउटै संस्कार हो दफन संस्कार। त्यो दफन संस्कारमा चाहिँ दुई कुरा चाहिन्छ। जीवनभर मान्छेले उत्तम पदार्थले तृप्ति हुनुपर्छ। जन्मेदेखि मृत्युसम्मका दिनहरूमा सत्यलाई चिनेर सत्यद्वारा स्वतन्त्र पाएर आफू जहाँबाट पृथ्वीमा पठाइएको हो त्यो ठाउँमा जाने बाटोलाई चिनेको हुनुपर्छ। त्यो मान्छे चाहिँ सन्तुष्ट मान्छे हो, त्यो मान्छे तृप्त मान्छे हो, त्यो मान्छे मुक्ति पाएको मान्छे हो, त्यो अनन्तको वासस्थानमा प्रवेश गर्छ। तर जसले मुक्ति पाएको छैन, मुक्ति नपाएका आत्माहरू चाहिँ भड्किन्छन् अनि पृथ्वीमा अरू अग्रजहरूले अरू पितृहरूले अगुवाजनहरूले उसलाई ठकाउ खुल्याइ गर्नुपर्छ, बाटो लाउनुपर्छ, के आफ्ना तरिका अनुसार गर्नुपर्छ। तर त्यो अनन्तको बाटो लगाएको होइन। त्यो चाहिँ यही जीवनमा होस्टेज छँदै जीवनमा आयु भएका मान्छेहरूलाई दुःख नजोस् प्रेत आत्माले भनेर एकछिन बाटो लगाएको झुटा सान्त्वनाको बाटो मात्रै हो। तर मान्छे मृत्यु हुनुभन्दा अगाडि जन्मेदेखि मृत्युसम्मका आयुका दिनहरूमा उसले आफू जहाँबाट आयो त्यहाँ फर्किजाने बाटो चिन्नुपर्छ। यो चाहिँ परमेश्वरको वचनले भनेको कुरा हो। यहाँ लेखिएको छ पहिला तिमोथी 2 अध्यायको 4 पदमा सबै मानिसहरूले मुक्ति पाउन्। त्योभन्दा 1 पदमा भनेको छ राजाहरू उच्च अधिकारीहरू र सबै मान्छेहरूका निम्ति प्रार्थना धन्यवाद निवेदनहरू चढाउन् किनभने सबै मान्छेले मुक्ति पाउन् र सत्यको ज्ञानमा आउन् भन्ने इच्छा उहाँ गर्नुहुन्छ। सबै मानिसहरूले मुक्ति पाउन् र सत्यको ज्ञानमा आउन् भन्ने इच्छा उहाँ गर्नुहुन्छ। सत्यको ज्ञानमा आउन् भन्ने इच्छा उहाँ गर्नुहुन्छ। परमेश्वर एकमात्र हुनुहुन्छ। किनभने परमेश्वर एकमात्र हुनुहुन्छ अनि परमेश्वर र मानिसको बीचमा एकमात्र मध्यस्थकर्ता हुनुहुन्छ। परमेश्वर र मानिसको बीचमा एकमात्र मध्यस्थकर्ता हुनुहुन्छ अर्थात् ख्रीष्ट येशू ती मानिस। एउटा मानिस रूप धारण गरेर परमात्मा परमेश्वर बाटो भिराएकाहरूलाई हराएकाहरूलाई संसारमा पाप र अधर्ममा नाश भइरहेकाहरूलाई अनि मृत्युपछि पनि प्रेत आत्मामा मिल्न जाने पृथ्वीमा मिल्न जाने हर प्रकारको दुःख भोग्ने कष्ट भोग्ने है अनि मरेपछि के भन्छ त्यसलाई जागृति हुने जागित्र भन्छ जागित्र मरेपछि जागित्र भएर आएर तर्साउने हुने यस्ता विभिन्न किसिमका समस्याहरूको समाधानका लागि मानिस जातिलाई मुक्त गर्न विश्व ब्रह्माण्डका मालिक सृष्टिकर्ता परमेश्वर येशू नाम लिएर धरतीमा आउनुहुने कुरा र उहाँले मात्र पाप क्षमा गर्नुहुने कुरा बताइएको छ मत्ती 1 अध्यायको 21 पदमा। त्यस कारणले गर्दा अब यी अनिताले यो एकमात्र सत्य परमेश्वर प्रभु येशूद्वारा पाइने मुक्ति पाएको हुनाले उनले यो मृत संस्कार पाइरहेको छ। यस्तै मृत संस्कार पाउनु हो भने चाहिँ हाम्रो यहाँ बुबा हुनुहुन्छ अनिताको बुबा मिलन दाजु यहाँले पनि मुक्ति पाउनुपर्छ, ज्ञानु दिदीले पनि मुक्ति पाउनुपर्छ अनि छर छिमेकी इष्टमित्र सबै दाजुभाइहरू सबैले मुक्ति पाउनुपर्छ। मुक्ति दिन चाहिँ प्रभु येशू आउनुभएको हो। मत्ती 1 अध्यायको 21 पदमा तिनले पुत्र जन्माउने छिन् र उहाँले तिम्रो नाम येशू राख्नु। तिमीले उहाँको नाम येशू राख्नु। उहाँले आफ्ना जनहरूलाई तिनीहरूका पापबाट मुक्त गर्नुहुनेछ। उहाँले आफ्ना जनहरूलाई तिनीहरूका पापबाट मुक्त गर्नुहुन्छ। उहाँका आफ्ना जनहरू भनेका हामी सबै मान्छे उहाँकै जन हो।
अघि पनि हामीले एउटै रगतबाट सबै मान्छे बनाइएको कुरा हेरेका थियौँ। यसकारण प्रिय दाजुभाइ दिदीबहिनीहरू, हामी उहाँका मानिसहरू हौँ। एउटै व्यक्तिबाट, पुरुषबाट र एउटा स्त्रीबाट सम्पूर्ण विश्व जगतमा मान्छेहरू फैलिएर आएर हामी यति धेरै जाति कुल भाषाका मानिसहरू बन्यौँ। अब प्रभु येशूलाई चिन्नु नै सबैभन्दा ठुलो शान्ति आनन्दको उपाय हो। मृत्युपछि पनि स्वर्ग जाने उपाय हो। उहाँले शरीरमा भएका दिनहरूमा यसरी मानिसहरूलाई भन्नुभएको छ, ए सबै मेहनत परिश्रम गरेर भारीले दबिएकाहरू हो, म कहाँ हो, म तिमीहरूलाई विश्राम दिनेछु अथवा शान्ति दिनेछु। यो आवाज सुनेर हाम्रा छोरी अनिताले प्रभु येशूलाई ग्रहण गरेको हो। कनान प्रार्थना काठमाडौँमा प्रभुको वचन सुनेर प्रभुलाई ग्रहण गरेकी अनिता छोरी 3 महिनापछि अनन्तको घरमा प्रवेश गरिन् आज बिहानी पख। यसकारण उहाँको पार्थिव देहलाई माटोको शरीर माटोमा मिलाउनु अगाडि हामी उहाँको सम्बन्धमा अलिकति कुरा अझै हेर्नेछौँ। यहाँ यिनको स्वभाव कस्तो थियो भनेर उहाँको बाबालाई मैले सोधेको थिएँ। सानैदेखि उनी शील स्वभाव राम्रो भएको, कसैलाई बाबुआमालाई कहिले पनि दुःख दिएनन्। 12 क्लाससम्म पास गरे राम्रोसँग। अनि उनी विदेश जान भनेर तयारी गरिरहेका थिए। उनले जो कफी बनाउने कामहरू, अब होटलहरूमा काम गर्ने कामहरू राम्ररी जानेको थियो, सबै कुराहरू गर्न सक्थिन्। तर उहाँले ती सबै कुराहरू बाहेक एउटा सौभाग्य के पाउनुभयो भने अनन्तको वासस्थान स्वर्ग जाने बाटो सत्य र जीवन येशूलाई पनि पाउनुभयो। उहाँ शान्तिभित्र प्रवेश गर्नुभएको छ। एसायाको किताबमा तपाईँ हामी सबैलाई यो शान्तिभित्र प्रवेश गर्ने अधिकार छ। त्यसको उपाय तपाईँहरूलाई अलिकति भए पनि यो साँझ पख परमेश्वरले घना जङ्गलमा मौका दिनुभएको छ। यो महत्त्वपूर्ण समय खेर नफाल्नुहोस्, ध्यानसँग सुन्नुहोस् है। अरू बातचितहरू व्यर्थमा पछि गरौँला। हाम्रो जीवन के रहेछ सोचौँ, सुनौँ, कहाँ प्रवेश गर्ने रहेछ। पढ्नुहोस् एसाया 57 अध्यायको 1 र 2 पद। अब धर्मी जन भनेको एउटा सोझो पारिएको जन। धर्मी जन नाश हुँदैछ, धर्मी जन नाश हुँदैछ, कसैले कुरा हृदयमा राख्दैन, कसैले यो कुरा हृदयमा राख्दैन। अनि दयालु मान्छेहरू लगिँदैछ, दयालु मान्छेहरू लगिँदैछन्। धर्मी जन त आउन लागेको विपत्तिको सँगबाट लगिएको हो, धर्मी जन विचार गर्दैन। आउन लागेको विपत्तिबाट साउबाट लगिएको, अब त्यो विपत्तिमा पर्नु पर्दैन। अनि ताले विपत्ति ठुला ठुला आउँदैछन्। अब भयानक ठुलो कुन देशमा हो, कहाँ भयानक ठुलो भूकम्प आयो भनेर म सुन्दै थिएँ, तर मलाई कन्फर्म छैन। अब कति मान्छेहरू त्यहाँनिर मरे, कति प्रकारका विपत्तिहरू हामीले भोग्दै गएका छौँ। अब अहिले एकछिनपछि के विपत्ति आइपर्छ हामीलाई थाहा छैन। तर अनिताको लागि अब त्यो विपत्ति छैन। अनिता कहाँ प्रवेश गरेकी छन्? शान्तिभित्र प्रवेश गर्नेछ। ऊ शान्तिभित्र प्रवेश गर्नेछ। तिनीहरूले आफ्नो ओछ्यानहरूमा विश्राम लिनेछ, तिनीहरूले आफ्नो ओछ्यानहरूमा विश्राम लिनेछन्। आफ्नो सिधा चालमा हिँड्ने हरेक जन, सिधा चालमा हिँड्ने हरेक जन, हरेक मान्छेले प्रभु येशूको शुभ समाचार सुनेर आफू जन्म कर्मकै पापी भएको देखेर पापबाट पश्चाताप गर्यो, प्रभु येशूलाई पापको क्षमा माग्यो, प्रभु येशूको रगतमा पाप धुई माग्यो भने ऊ सिधा चालमा हिँड्ने जन बन्छ। ऊ धर्मी जन बन्छ। ऊ सिधा चालको हिँड्ने जन, पवित्र पारिएको जन, प्रभु येशूको जन, परमात्माको घरमा जान बाटो सत्य र जीवनलाई चिनेको जन हो। त्यो सौभाग्य तपाईँ सबैलाई यो बोझको साथमा हृदयदेखि नै तपाईँहरूलाई यो कुरा परमात्माबाट भनिँदैछ। यो हामी साधारण मान्छेले मानवीय बुद्धिद्वारा यो कुरा भनेको कुरा होइन। यो परमात्मा परमेश्वरले पवित्र आत्माको सामर्थ्य, पवित्र आत्माको शक्तिमा भनिरहनु भएको छ। शरीर त यो थाकेको छ, गलेको छ, अहिले ढल्न पनि सक्छ। एकछिनपछि यो मान्छे निक्लेर जान पनि सक्छ। यो अनन्तका आत्मा त्यतिसम्म थाकेको छ। तर परमेश्वरको पवित्र आत्माको सामर्थ्यले यी कुराहरू तपाईँको आफ्नो आएको छ। यी कुराहरूलाई हल्का नठान्नुहोस्। तपाईँको पनि एक दिन मृत्यु हुन्छ। मृत्यु हुँदा तपाईँको आत्मा भड्किएर कहाँ जाने हो, यो प्रश्न अहिले छ। त्यसैले होसियार हौँ। यो शरीर मात्रै मान्छे होइन, मानिसभित्र भएका आत्मा चाहिँ मान्छे हो। यो आत्माको लागि अनन्त जीवनको खोज अहिले नै गरौँ। अब म भनिहाल्छु, भन्छौँ यहाँ सक्ने बित्तिकै भन्छौँ। अब शान्त रहनुहोस्। अब सकिन आँट्यो। अब माटो जस्तो थियो, माटो माटैमा फर्कने छ। अनि आत्मा परमात्मा कहाँ फर्कने छ, जसले त्यो दिनुभएको थियो। तर त्योभन्दा अगाडिको शर्त चाहिँ के रहेछ, तपाईँ हामी आफ्नो विषयमा चाहिँ अलिकति पसोस् भन्ने मात्रै कुरा हो। यो उहाँको लागि गरेको होइन। उहाँले त वचन सुन्नुभयो, विश्वास गर्नुभयो, अनन्तको घरमा जाने बाटो चिन्नुभयो। अब हाम्रो चाहिँ हालत के हुने हो? त्यसैले गर्दा हाम्रो लागि यो छ। उपदेश 12 अध्यायको 7 पद। अब एउटा दिन यस्तो दिन आउँदैछ, यहाँ यो च्यान पनि छ, यो बाजेको च्यान रहेछ, त्यहाँनिर अनिताको च्यान छ, यो पनि च्यान फुट्नेवाला छ, त्यो च्यान पनि फुट्नेवाला छ। त यो माटोमा हामी अहिले माटोमा राख्छौँ।
पढिदिनु पहिले यसलाई 12 देखि। माटो जस्तो थियो जब माटो जस्तो थियो यस्तै पृथ्वीमा फर्कनेछ यस्तै पृथ्वीमा फर्कने छ, अनि आत्मा परमेश्वर कहाँ जानेछ आत्मा परमेश्वर कहाँ जाने छ, जसले त्यो दिनुभएको थियो। जसले त्यो दिनुभएको छ। आत्मा परमेश्वरमा गइसक्यो अनिताको, अनि युवाको पार्थिव देह त्यहाँ गाडिँदैछ। अब यहाँ बाजेको पनि यहाँ गाडिएको छ, तर यो दुईटै ज्यान एउटै दिनमा फुटेर निस्किन्छ एकदिन। यो हुने घटना हो। यूहन्ना सुसमाचार 5:28 पद। यस कुरामा कोही पनि अचाउन नमान्नु। यो पवित्र शास्त्रमा जे लेखिएको छ त्यो हुन्छ नै, अहिलेसम्म हुँदै आयो र हुन्छ नै। त्यस कारण पढिदिनुहोस् त 28 पदलाई। यूहन्ना सुसमाचार 5:28। ध्यानसँग सुन्नुहोस्, तपाईँको हृदयमा यो पसोस् अनि त्यहाँले तपाईँले पनि मुक्ति पाउनुहुन्छ। यस कुरामा अचम्म नमान, यस कुरामा अचम्म नमान, किनभने त्यो घडी आइरहेको छ त्यो घडी आइरहेको छ जसमा च्यानभित्र रहेकाहरू सबैले उनको स्वर सुन्नेछ। जसमा ध्यानभित्र रहेकाहरू सबैले उनको स्वर भनेको प्रभु येशूको स्वर सुन्नेछन्। अनि पढ्नु। अनि भलो गर्नेहरू जीवनको बहुथाइको निम्ति, भलो गर्नेहरू जीवनको बौरुठाइको निम्ति, दुष्ट काम गर्नेहरू चाहिँ दण्डको बहुथाइको निम्ति निस्किआउनेछ। दुष्टको काम गर्नेहरू दण्डको बौरुठाइको निम्ति निस्किआउनेछन्। सबै आत्माहरू चाहिँ शरीर त हड्डीपुड्डी मकिन्छ, माटो हुन्छ, माटोमा मिल्छ, तर आत्मा चाहिँ यो चान पनि फुटेको हुन्छ, त्यो चान पनि फुटेको हुन्छ। तर भलो गर्नेहरू, जसले भलो गरेको छ ऊ इनामका लागि, इनामको बौरुठाइका लागि, अनन्त जीवनको बौरुठाइका लागि परमात्मासँग मिल्न जान्छ। त्यो आत्मा निक्लेर भनेदेखि जस कसैले उहाँले पनि भलो काम गरेको छ भने उहाँ पनि अनन्त जीवनकै लागि बौरी उठ्नु हुनेछ। त्यस कारणले गर्दा प्रिय दाजुभाइ दिदीबहिनीहरू, भलो काम भनेको के हो? एकमात्र सत्य परमेश्वरलाई सुन्नु, उहाँको सुन्नु र उहाँलाई विश्वास गर्नु नै भलो काम हो है। परमेश्वरको काम गर्न हामी के गरौँ भनेर 6 अध्यायको यहाँनिर 29 पदमा मानिसहरू छक्क परेर भने त्यतिखेर है। आज परमेश्वरले यहाँ प्रश्न गर्नुभएको छ। यतिखेर के प्रश्न गर्नुभयो भने, के प्रश्न गर्नुभएको थियो? नष्ट भइजाने भोजनका निम्ति मात्रै परिश्रम नगर, तर नाश नहुने भोजनका लागि परिश्रम गर, जो मानिसका पुत्रले दिन्छन् भनेर 27 पदमा 6को 27 पदमा भन्नुभएको थियो। त्यसको उत्तरमा उनीहरू अनन्त जीवनको खोज गरे मानिसहरूले। तपाईँको मनमा पनि यो प्रश्न उठिएको छ भने उत्तर यहाँ छ, पढ्नुहोस्। 6को 27 पद। नष्ट भइजाने भोजनको निम्ति होइन, नष्ट भइजाने भोजनका निम्ति होइन, अनन्त जीवनसम्म रहिरहने भोजनको निम्ति परिश्रम गर। अनन्त जीवनका निम्ति रहिरहने भोजनका निम्ति परिश्रम गर। अब मानिसहरूले मलाई भने परमेश्वरको कामहरू गर्नको निम्ति हामी के गरौँ? परमेश्वरका कामहरू गर्न अथवा अनन्त जीवन पाउनको लागि हामी के गरौँ भन्दैछन्। यसले जवाफ दिएर तिनीहरूलाई भन्नुभयो, यसले जवाफ दिएर तिमीलाई भन्नुभयो, जसलाई उहाँले पठाउनु भएको छ, जसलाई उहाँले पठाउनु भएको छ, हुनैमाथि तिमीहरूले विश्वास गर। हुनैमाथि तिमीहरूले विश्वास गर। यही नै परमेश्वरको काम, यही नै परमेश्वरको काम हो। तपाईँहरूले अरू केही गर्नु पर्दैन। प्रभु येशूलाई संसारमा पापमा हराएकालाई, धर्म कर्ममा हराएकालाई, रीतिविधिमा हराएकाहरूलाई, सबै प्रकारका दुष्ट कर्ममा हराएकाहरूलाई पश्चाताप गर्न र फर्किआउन आह्वान गर्दै परमेश्वर सृष्टिकर्ता येशू नाम लिएर संसारमा आइकन उच्च स्वरले भन्नुभयो, हे सबै मेहनत गर्ने र भाग्य दबिएकाहरू हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु अथवा शान्ति दिनेछु, तिमीहरू शान्तिमा प्रवेश गर्नेछौ भन्नुभयो। त्यसकारण प्रिय दाजुभाइ दिदीबहिनीहरू, अब यो च्यान फुटेर निस्किँदा तपाईँका कामहरू तपाईँको पछि लाग्छन्, मेरा कामहरू मेरो पछि लाग्छन्। 14:13 पढिदिनुहोस् प्रकाशको किताबमा। हामी कहीँ पनि उम्किन पाइँदैनौँ। हाम्रा दुष्ट कर्महरूलाई परमेश्वरले न्याय गर्नुहुनेछ, हाम्रा असल कामहरूलाई परमेश्वरले इनाम दिनुहुनेछ। रोज्ने तब हाम्रै जीवन हो। असल काम रोज्ने कि दुष्ट काम रोज्ने, यही जीवनमा होस् रोज्ने हो। 14:13 स्वर्गबाट मलाई त्यस्तो भनेको एउटा आवाज सुने, मैले स्वर्गबाट यसो भनिरहेको एउटा आवाज सुने, ती मरेकाहरू धन्य हो, लेख ती मरेकाहरू धन्य हुन् जो अवधिको उसो प्रभुमा मर्छन्, जो अवदेखि उसो प्रभुमा मर्छन्। आत्मा भन्नुहुन्छ, आत्मा भन्नुहुन्छ, तिनीहरूले आफ्ना परिश्रमबाट विश्राम पाउन्, तिनीहरूले आफ्ना परिश्रमबाट विश्राम पाउन्, अनि तिनीहरूका कामहरू तिनीहरू पछि लाग्छन्। तिनीहरूका कामहरू तिनीहरूको पछि लाग्छन्, अनि ती कामहरूले नै साक्षी दिन्छन्। तब हामीले त्यहाँ गएर वकिल राख्नु पर्दैन, त्यहाँ धेरै खर्च गर्नु पर्दैन, मुद्दा मामिला गर्नु पर्दैन, फटसँग त्यहाँनिर र काम देखिन्छ। अहिले CCTV आएको छ नि, तपाईँ CCTVको निगरानी हुनुहुन्छ, CC क्यामेराको निगरानी हुन्छ लेखेको छ। त्यो कहाँबाट आएको भन्दाखेरि हाम्रा परमेश्वर CC क्यामेरा हुनुहुन्छ, माथिबाट सब कुराहरू खिचिएको छ। उहाँको नजरको सामनेमा कुनै कुरा पनि लुकेको छैन। हिब्रूको किताबमा लेखिएको छ 4को 13 पदमा होला है। त्यसले गर्दा प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, यी कुराहरू मिथ्याका कुराहरू, व्यर्थका कुराहरू गरिएका छैनन्। यी सत्य वाणीहरू हुन्। यी कुराहरू अनुसार परमेश्वरलाई विश्वास गरेर
अनन्त राज्यमा प्रवेश गर्ने काम गर्नुहोस्। अब हामी यो माटोको शरीर माटोमा मिलाउँदैछौँ। अनिताले त आफ्नो दौड पुरा गरेर गइन्। अनिताको सम्बन्धमा पिरपिराउ गरिरहनु भएको छ भने प्रभु यीशुलाई चाँडै विश्वास गर्नुहोस्। तपाईँ आफन्तहरू, नाता कुटुम्बहरू, जस्तै जुनसुकै जाति कुल भाषाका मान्छे, धर्म कर्मका मान्छेले पनि प्रभु यीशुलाई विश्वास गरेमा अनन्त जीवन र शान्ति छ। अब उहाँको संस्कारको सम्बन्धमा कुनै सुध्याइ अथवा केही गर्नु परेन, किनभने परमेश्वरको वचनअनुसार परमेश्वरको वचन र प्रार्थनाले सबै कुरा शुद्ध हुन्छ। उहाँको सुध्याइ पनि भइसकेको छ। उहाँले जुन दिन प्रभु येशूलाई आफ्नो जन्म कर्मकै पापलाई क्षमा माग्नुभयो, प्रभु येशूको जगतमा पाप धुई माग्नुभयो, त्यसै दिन उहाँको सुध्याइ भयो। त्यस कारणले गर्दा उहाँको लागि केही सुध्याइ गर्नु पर्दैन। उहाँको आत्मा नभड्कियोस् भनेर बाटो लाउनु पर्दैन, केही कुराहरू पनि गर्नु परेन। अब उत्पत्ति 3:19 पद अनुसार माटो जस्तो थियो त्यो माटैमा फर्कनेछ, आत्मा परमात्मा कहाँ फर्कनेछ, मिल्नेछ। यही हो दफन संस्कार। तिमी माटोमा नफर्कुन्जेल तिमी माटोमा नफर्कुन्जेल आफ्नो निधारको पसिनाले रोटी खानेछौ, आफ्नो निधारको पसिनाले रोटी खानेछौ, किनकि तिमी यसैबाट निकालिएका हौ, किनकि तिमी यसैबाट निकालिएका हौ, किनभने तिमी माटो हौ किनभने तिमी माटो हौ र तिमी माटैमा फर्किजानेछौ। तिमी माटैमा फर्की जानेछौ। परमेश्वरलाई धन्यवाद। अब हामी माटोमा मिलाउनेछौँ। अब यो डोरीहरू काटौँ अथवा फुकौँ। तल झार्न त सकिँदैन होला। प्रार्थना गरौँ सानो डोरीबाट झार्नु वचन सुरक्षाको प्रार्थना भाइले गरिदिनु। उभिएरै हामी प्रार्थना गर्नेछौँ। प्रभु धन्यवाद दिन्छौँ। प्रकाश